शाहरुख खान कुन मुभीबाट हिट भएको थाहा छ? बाजीगर। बाजीगरको क्यारेक्टरहरुको सँगसँगै मान्न सकिन्छ भन्नुको मतलब होइन, कहिले काहीँ भूमिका चेन्ज। तपाईँ धरानमा खाने पानीको बजेट कसले हाल्यो त? हर्क सम्पाङले हालेको भन्ने? हर्क सम्पाङले हाल्यो। बालन सरकारले होइन? यस्तो छ, त्यो आन्दोलन, त्यो तपाईँको प्रोजेक्ट, त्यो तपाईँको चाहिँ नि के अरे भनौँ न, त्यो ड्रिम भनेको मेरो हो क्या। वर्षौँ पहिलादेखि मैले सप्तकोशीको पानीको लागि लडिरहेको मान्छे हो। बालनजी अब साथी एक समय हामी थियौँ, अहिले पनि त्यस्तो नराम्रो त होइन। त्यति हुँदाखेरि उहाँकै कार्यकक्षमा, महानगरपालिका कार्यकक्षमा पनि थुप्रोचोटि बसेर हामीले छलफल गरे हौँ र उहाँलाई थाहा छ त्यो एजेन्डा चाहिँ मेरो एजेन्डा हो। अब सरकार प्रमुख भएको नाताले अब उहाँले देश कलम उहाँको हातमा छ, उहाँको सरकारले लेखिदियो, तर लेख्न लगाएको चाहिँ मैले हो। प्रधानमन्त्रीज्यूको तपाईँले विरोध जति गरे पनि प्रधानमन्त्रीजी तपाईँले एकदमै माया गरी देखिन्छ यो होइन। यस्तो छ हो, मैले कहाँ विरोध गरेँ फेरि प्रधानमन्त्रीको? होइन, लेखै हुनुहुन्छ। कहाँ विरोध गरेँ? कुनै दिन फोटो खिचेको आउँछ, हामी दुईजनाको कफी खाँदै गरेको होइन। यस्तो नि त हो। फेरि तपाईँहरूले सुन्नु न, प्रतिपक्षीको भूमिका। अहिले तपाईँले प्रश्न किन मलाई सोधेको भन्दा तपाईँ प्रश्न सोध्ने ठाउँमा हो कि होइन? मैले पनि प्रश्न सोध्ने ठाउँमा मैले प्रश्न सोध्नुपर्छ। प्रधानमन्त्री आएर जिम्मेवार भएर चाहिँ जवाब दिनु पर्दैन? अनि अस्ति तपाईँको सिमाना हिँड्नुहुन्छ, तपाईँले लगाइदिएको टोपी, सिमानाको तपाईँको कुराहरू उहाँले सच्याउनु पर्दैन भने के? त्यो भन्नु पर्यो होला नि त। मैले त्यो पनि भने होइन होइन, त्यो हाम्रो जहिले पनि छ, त्यो पनि हाम्रो छ कि। तर के छ भने अब यो बजेटलाई हामीले रोकेर त्यो तपाईँको चाहिँ रसाकसी गरिरहन चाहिँ बुद्धिमानी भएन। त्यो अब हाम्रो जहिले पनि छ, आज पनि हाम्रो थियो, बासी हुँदैन हजुर। तपाईँले एक दिन घेराउ गर्न जानुभएको थियो, पछि रोस्टममै गएर सरी पनि भन्नुभयो, भनेपछि त जे गल्ती गरिरहनु भएको होइन। यस्तो छ, के छ भने म चाहिँ मान्छे हुँ होइन। मान्छे चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा सचेत मान्छे अन्याय सहँदैन। सभामुखज्यूले के गर्नुभयो त्यो दिन भन्दाखेरि अरूलाई बोल्न दिनुभयो, हामीलाई बोल्न दिनु भएन होइन। अनि एउटा सार्वभौम तपाईँको चाहिँ के अरे सांसदलाई नै बोल्न दिँदैन भनेदेखि त तपाईँको त्यो त अन्याय भयो। त्यो अन्याय र विभेदको विरुद्धमा म कराउँदाखेरि केही समय त्यहाँनिर डिस्टर्बेन्स भयो। त्यति भइसकेपछि मेरो कारणले, श्रम संस्कृतिको कारणले अरू सांसदज्यूहरूको समय र अब सभामुखज्यू आफै तपाईँको बरबराउनु भयो होइन। के अरे सम्माननीय प्रधानमन्त्री रामचन्द्र पौडेल भन्नुभयो, अरूलाई पनि त्यस्तै भयो होला। त्यसले गर्दाखेरि हाम्रो कारणले, अब उहाँको कारणले हो खासमा चाहिँ प्रधानमन्त्रीको कारणले हो। प्रधानमन्त्री हुँदै सभामुख हुँदै हाम्रो कारण पनि त्यहाँनिर आइलाग्यो क्या। त्यसले गर्दाखेरि अब मैले त्यो तपाईँ खसालेको र घरको टिन जस्तामा चाहिँ ढुङ्गा त्यो मैले कारबाही गरिसकेँ भन्नुभएको छ अघि। के अरे हाम्रो गृहमन्त्रीज्यूले त्यहाँ मलाई भेटेर कारबाही गरिसकेँ भन्दै। मन्त्री र सुनिल लम्साललाई सँगै राखेर चाहिँ देश बनाउने